के छ यो दिन सब चिल यार। आज हामी कहाँ खाम रे हामी आज देवघाट गाउँपालिका 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 देवघाट त गाउँपालिका हो। गाउँपालिका तनहु पर्यो। हामी त अर्को जिल्लामा हो त। हामी त अहिले तनहु छौँ होइन। वाइड हुन्न वाइडै हुन्न रहेछ। हामी चाहिँ अहिले देवघाटको बिहामा हो होइन। अब हामी चाहिँ अहिले टिक्युआर कि टिआरक्यू समथिङ केको हाइलक्सको पछाडि छौँ। आलुदन र म युदिन श्रेष्ठ अनि हाम्रो बिहाको जन्ती निस्किँदैछ। ड्रोन एक फ्लाइट हानेर प्याकअप भइसक्यो। अब यो नि अहिले रेस्टमा छ। त्यही नै हो आलुले भिडियो रेकर्ड गरिरहेको धन्न रेकर्ड बटन दबाउँथेन क्या यो मान्छेले। अब हामी चाहिँ यहाँबाट जान्छौँ होइन। बन्द गर्छौँ ल है गाइज हामी अहिले यहाँ छौँ होइन। गाडी पछाडि हो होइन। गाडी पछाडि हो। अगाडि भनेर नझुक्किनुहोस्। हामी चाहिँ अहिले यहाँ छौँ है। जन्ती बी रेडी निस्किन। हामी चाहिँ निस्किसक्यौँ। अब अरू ठाउँमा जाडो होला तर चितवन हो। गर्मी चाहिँ पसिना आइरहेछ यी चितवन होइन तनहु हामी तनहु। कस्तो बिर्सेको जन्ती निस्केको अवस्था। म पनि उठ्छु हेप्ने मलाई हेप्ने बाटो पुरै अफ रोड होइन। अफ रोड ट्रायल होइन। अफ रोड ट्रायल हामी चाहिँ लडाइँमा हिँड्छौँ। स्नाइपरमा छ युदिन श्रेष्ठ। यो चाहिँ हाम्रो काहीँ नभएर चाहिँ मुस्ताङ भन्नुभयो होला मनाङ भन्नुभयो होला केही होइन यो। केही होइन यो देवघाट हो। तनहुको देवघाट हो। खोल्चा यस्तो छ है बादल लड्ने भिड। यहाँबाट लड्यो भने गयो सक्को टाटा बाई बाई। कहाँ आयो त्यही होला नि उतापट्टि लानलाई होला नि। अब यता पनि फेरि अब इन्डस्ट्री अब त्यही त नि। अब यहाँ बाटो डाँडा काँडा छ। हाइन भएछ त ल्याम्मै कोही छैन त भाइ। कोही छैन त भाइ। त्यो हो गाउँमा हाम्रो युदिन सरले चाहिँ यो पार्टिसिपेट भनेछ। अब हेरौँ विगतमा के हुन्छ है। हामी फलोअपमा हुनेछौँ। हो प्लास्टिक हो केटा हो। तिमीहरूले अफरोड छैन भने होइन हेर यहाँ कतिको अफरोड छ देख। टिप्पर मात्र चल्छ। टिप्पर मात्र चल्छ देखेछ। हामी धन्न हाइलक्समा छौँ। त्यही पनि दिमाग पुऱ्याएर उडाइदियो। लगेटा हो यो भनेको हाम्रो यहाँ देवघाट तनहुबाट चाहिँ देखिने ल्यान्डस्केप हो। अरू कुनै ल्यान्डस्केप नभएर त्यो चाहिँ कविलास रिसोर्ट हो। अहिले एकछिनमा देखिन्छ छुयो खतरङ्ग गरे त केटा हो। छैन भनेको ल हेर खाल्टो हेर खाल्टो हेर खाल्टो। ए तेरीमा तेरीमा हेर त यहाँ खाल्टो। आमा के हो त्यो गाडी त पुग्दैन क्या नान गर्छ। अब आयो कविलास। ल कविलास देखाइदेऊ ल हेर सेतो रातो देखेको चाहिँ कविलास हो। हामी चाहिँ हाइलक्समा छौँ। उतापट्टि देखाइदेऊ राइट 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 राइट। यो चाहिँ पब्जीको पुल है। यो पब्जीको पुल है पचङ्कीको है यो है। हामी अहिले पचङ्कीको पुलमा छौँ। हेर्नुहोस् अब 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 फसाद पर ये आमा ये आमा कहाँ गो। ध्यान दियो यसलाई भन्छ पब्जी पुल है गाइस। दासढुङ्गाको के हो सातो पुल्टो फ्लाट हुन्छ त
भात खाने होटल चलेन चलेन त गएन त कहाँ हो यो फेरि यो पिस यही पिच हो कि हामी आउनु पर्ने पिच ठुलो बनाइदियो यार जान्दिन ल है हामी चाहिँ अब निस्क्यौँ ओ भाइ स्यावेज डन ल है हाम्रो पास भएको छ सुटिङ हामीले यो दिन सरले कडा सर्ट लिनुभयो के छ सर दामी छ दामी सर्ट के छ सर्टको अवस्था बवाल छ नि नेक्स्ट लेभल ल है अब हामी चाहिँ दासढुङ्गा पुल छोडेर चितवन प्रवेश गरेका छौँ उकालो लागेका छौँ हान्ने के हुन्न यो टर्निङ भएको अरे छँदैछ नि के छ त नि हामीलाई ओहो हाम्रो सर चाहिँ को हुनुहुँदो रहेछ है तर एकदम चिलमा हुनुहुन्छ एकदम होइन सरी मलाई त कता कता भ्लगिङ गरे जस्तो लाग्यो के हो यो अब उहाँ सरको चाहिँ जिन्दगी एकदम चिल्याक्स रहेछ होइन चिल्याक्सै रहेछ होइन यो दिन सरले बवाल सर्ट लिइसक्नु भएछ होइन सर के भइरह त नि आज सुटमा दामी मजा भइरहेछ होइन यो अब फ्लिपकार्टबाट दासढुङ्गा चितवन छिरेको चाहिँ यो हाइवेबाट छिरेको चाहिँ मेरो फर्स्ट टाइम हो त्यो दामी मजा आयो ल है भाइ हामी बेलुका आउँछौँ दासढुङ्गा पुल हेलो अहिले हामी लोकेसनमा आइसकेका छौँ ठिक कति 2:30 भएको हाम्रो दुलै आइ भन्नु न आइ भन्दिनु हाम्रो सब्जी भा हुनुहुन्छ होइन विश्व शर्मा पुरा हानिरहनु भयो यही बेला टिका लगाउने मान्छे आएको हुनाले मैले अहिले स्थगित गरेको छु भिडियो है डरो डान्स भइरह डरो यता विश्व सर हुनुहुन्छ हाम्रो अब हाम्रो यहाँ करिब बिराइ हुनला बिराइभन्दा अगाडिको यो रमाइलो हामी चाहिँ अब निस्केको पछाडि हो हावाले हानेर चाहिँ हामी यो पहिला यहाँ माथि उभिरहेको थियौँ अब चाहिँ यहाँ तल यसरी ओडारमा हामी चाहिँ ओडारमा बस्नुपर्छ अब है गाइस अब वहीँ गएर भेटौँ ल हामी चाहिँ अहिले यस्तो अवस्थामा छौँ है युट्युब ल अब हामी अघि गाडीमा थियौँ अहिले हामी आयौँ अहिले हामी बसिरहेको छौँ रेस्ट तातो पानी खाइरह तातो होइन न्यानो पानी हो यो। न्यानो हाम्रो दुलै चाहिँ अब मुख देखाएको हो के अरे बाँकी रसम तर हाम्रो दुवैजना बिजी हुनुहुन्छ
हाम्रो नानी चाहिँ 10 वर्ष पुग्यो अरे अब नानी भर्खरको धाममा बुढो हुन्छु त्यही हो कुरो होइन नानी के हो नि तिम्रो नाम नानु ईसा ईसा के नि उहाँ दिदी चाहिँ अब मलाई फोटो खिच भन्ने दिदी हो होइन अब अरू त के भन्नु लेट्स गो गाली गर्नलाई हो क्या बत्ती बाले बत्ती वाले